नमस्ते, मेरो युट्युब च्यानलमा स्वागत छ। आजको यो विशेष भिडियोमा हामी प्रसिद्ध माता मनोकामना मन्दिर दर्शन गर्न जाँदैछौँ। यो यात्रा निकै अद्भुत र भक्तिमय हुनेछ। त्यसैले कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हस्त मामाको ब्लग स्टार्ट भयो मामाको ब्लग मेरा प्रसार के लाइभै मरुको लाइभै वेब मैनेजरमा अरे छोड्ने जिएस बनाउने मैने अप्सन सबको चस्मा तिम्रो कामना जाने बाटो अहिले पुनर्निर्माण भइरहेको रहेछ। त्यही भएर निकै अप्ठ्यारो र त्यहाँसम्म पुग्नको लागि निकै समय लाग्यो। मनोकामना मन्दिर नेपालको गोर्खा जिल्लामा अवस्थित एक प्रसिद्ध हिन्दू तीर्थस्थल हो। यो मन्दिर देवी भगवतीको अवतार मानिने मनोकामना देवीलाई समर्पित छ। यो मनोकामना भन्ने शब्द दुई भागमा बाँडिएको छ, जस्तै मन अर्थात् मनोकामना इच्छा र कामना अर्थात् पूर्ति। जनविश्वास अनुसार यहाँ श्रद्धापूर्वक पूजा गर्ने भक्तजनहरूको मनोकामना पुरा हुन्छ भन्ने मान्यता छ। मनोकामना देवीलाई गोर्खा राजवंशका राजगुरु लखन थापा मगरको प्रेरणाले पूजा गर्न थालिएको मानिन्छ। जनश्रुति अनुसार लखन थापाले देवीलाई पहिलो पटक देखेका थिए र पछि उनको समाधि स्थलमै यो मन्दिर स्थापना गरिएको हो भन्ने भनाइ छ। यो मनोकामना मन्दिर समुद्र सतहबाट करिब 1302 मिटर अथवा 4271 फिट उचाइमा अवस्थित छ। यहाँबाट त्रिशुली र मर्स्याङ्दी नदीको रमणीय दृश्य अवलोकन गर्न पनि सकिन्छ। मनोकामना मन्दिर पुग्नको लागि कुरिनटारबाट केबल कारमा यात्रा गर्नुपर्छ। केबल कार 1998 मा सञ्चालनमा आएको हो। यो केबल कार नेपालकै पहिलो केबल कार हो। यसले कुरिनटार चितवनबाट मन्दिरसम्म पुग्न करिब 10-12 मिनेटमा पुर्याउने गर्दछ। पहिला भक्तजनहरू करिब 3-4 घण्टा पैदल यात्रा गरेर मन्दिरसम्म पुग्ने गर्थे, जुन अहिले पनि लोकप्रिय छ। जाने नि कस्तो लाग्यो? धेरै रमाइलो। कस्तो देखेको थिएँ खै क्यामेराले नै फोटो खिच्न यो भित्रको लाइट राम्रो हुन्छ। यो किन दियो? हेर कत्रो खोला खोला हेर तल पानी 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 उचरेङ्गे फुल। है मम्मी खोइ कहाँ पुग्नु भयो? मम्मी त माथि 48 मम्मी आयो। कहाँ मम्मी माथि छ नि? माथि जानुभयो भने अब देख्दिनँ मम्मीलाई। मम्मी देखिन।
सानै पढ्नु हेर्न त्यति जाऊ नजिक त नि ज्यानाङ ज्याटा डर्ने लाग्यो साइना यहाँ हेर हेर्नुहोस् चढिरहेको ठाडै रहेछ उकालो 50 कति 50 त के हो यो त यता हेर न यता यता हेर्ने उता हेर्ने यता हेर ल बाबुलेसम्म त घ्याराङ हुन्न ल घ्याराङ हुन्न ल यता 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 हेर्ने नि माइजू कहाँ हेर यहाँ हेर यहाँ म फोटो खिचिरहेको छु हेर तिम्रो डराउनु पर्दैन डराउनु पर्दैन डराउनु पर्दैन डरायो डरायो त्यहाँ हेर तल हेर ल ल ल ल भन किन डराएको को आयो डर आयो उ यहाँ हेर केबल कार बस्ने भने एउटा खिचिदिन्छु ल डराएको ल तिम्रो कस्तो राम्रो आएछ उसलाई फोटो देखाउनु बाबु डर लाग्यो यहाँ फोटो देखाउनु ल ल अब सिधै लाटाको अहिले तरी डर लाग्दैन ए पुग्यो ताली बजाऊ मामा ताली ताली बजाएर न क्यामेरा छोरी कस्तो घेरा भयो डर लाग्यो होइन अब हामी केबल कारबाट झरेर मन्दिरतिर जाँदैछौँ केही समयमा हामी मन्दिरतिर पुग्छौँ मन्दिर पुग्न अगाडि बाटोमा वरिपरि पूजा सामग्रीहरू पनि बेचिरहेको देख्न सकिन्छ ल ल ल हस् 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 त्यहाँ माथि जा हे मनोकामना भाइ हामी मन्दिरनिर लगभग पौने 12 बजीतिर पुगेको थियौँ लाइन निकै लामो थियो माथिसम्म धेरै लामो लाइनमा बसेर बल्ल 2 घन्टा लाइन परेपछि दर्शन गर्ने अवसर पायो मनोकामना मन्दिरमा विशेष गरी बडा दसैँ तिहार नागपञ्चमी जनै पूर्णिमा र अन्य हिन्दू चाडपर्वहरूमा भक्तजनहरूको बढी भराउ हुने गर्दछ यसबाहेक विवाह व्रतबन्ध र अन्य कुनै शुभ कार्य अघि मनोकामना देवीको दर्शन गर्ने पनि परम्परा छ विशेष गरी यहाँ मुख्य बारहरू मङ्गलबार शनिबारमा मुख्य भिड रहन्छ भने अरू बार पनि निकै लामो घुइँचोहरू देखिन्छ लामो भक्तजनहरूको लाइन देखिन्छ भक्तजनहरूले पञ्चबली बोका हाँस कुखुरा परेवा माछा चढाउने प्रथा पनि छ यस मन्दिरमा केही भक्तजनहरू नरिवल फुल अक्षता रातो वस्त्र र सिन्दुर चढाएर आफ्नो श्रद्धा प्रकट गर्ने गर्दछ साथै बिहान सबेरै पूजा गर्दा विशेष फलदायी मानिन्छ
मनोकामना मन्दिर श्रद्धालुहरूको आस्थाको केन्द्रबिन्दु पनि मानिन्छ। धार्मिक विश्वास, ऐतिहासिक महत्त्व, सुन्दर भौगोलिक दृश्य र सुविधाजनक यात्रा विकल्पले गर्दा यो नेपालकै प्रमुख शक्तिपीठहरूमध्ये एक बनेको छ। कस्तो लाग्यो मनोकामना घुम्दा? कस्तो लाग्यो? दर्शन गरियो? अब हाम्रो पूजा दर्शन पनि सकियो। अब यहाँबाट बिस्तारै हामी खाना खाएर फर्किने दफ्तरमा छौँ। लगभग अहिले 3 बजिसकेको छ र खाना खाएर हामी भक्तपुर फर्किन्छौँ। दिदी अर्डर लिन्छ तपाईँ? अर्डर लिन्छ? म बाहिर बस्छु क्या। के देखियो त? के गरियो? बान्दर देखे बान्दर। दर्शन गरे राम्रोसँग हैन? मनोकामना माता देखेन? देखियो राम्रोसँग देख्यौँ। ल एकजना यहाँ तिमी कहाँ गएको? मन्दिर गएको भन्न। चाउमिन खाऊ, थाली नखाने भने भन। खाइ यो यस्तो बाँधिदिन्छु यस्तो। के गरेको? ये केबल कार को उद्घाटन गराउन वो राजा गुल्ली खुसी छु माने मलाई डेभो पनि गिरीमा त धेरै जसो अर्किरै हुन्छ। चुनाइमा फुल लागेको पे उनीहरू आइरहेको छ।
यो भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै यो भिडियो हेरेर केही कमी कमजोरी अथवा केही सल्लाह सुझाव भएमा मलाई कमेन्टमा लेखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्छु। माता मनोकामनाले हामी सबैको कल्याण गरौँ। जय होस्। धन्यवाद।